नमस्ते। आज हामी कहाँ हुनुहुन्छ? झरना राउतजी, उहाँ चाहिँ मोरङ जिल्लाबाट आउनु भएको छ। सुरुमा आउँदाखेरि म्याम हजुरलाई के भइरहेको थियो? सास फेर्न गाह्रो हुने, हल्का खोकी लाग्ने, वेटहरू चाल्न नसक्ने, एकदम तागतै नभए जस्तो, अब बाँच्नै गाह्रो हुन्छ जस्तो हुन्थ्यो। ब्लास्ट सेल जुन 3.21% थियो, डाक्टर साहबको भनाइ अनुसार थप उपचार नगरे, किमो नगरे, बोन मेरो ट्रान्सप्लान्ट नगरे यो बढेर पूर्ण 91% नै भन्दा पनि माथि नै जान सक्छ। यो सम्भव छैन, बोन मेरो ट्रान्सप्लान्ट नगरी सम्भव छैन, इम्युनोथेरापी नगरी सम्भव छैन भन्ने कुरा जुन थियो। 3 साइकल किमो पनि चलायौँ। हजुर। त्यस पछाडि पनि क्यान्सरलाई 0 पार्न सकेपछि बोन मेरो ट्रान्सप्लान्टतिरै जानुपर्छ, त्यो पनि सम्भावना 50% सक्सेस हुने भन्नु भएपछि र क्यान्सर भयो भनिसकेपछि हामी आदि मर्छौँ, त्यत्तिकै मर्छौँ, हाम्रो मनले मर्छौँ, डरले मर्छौँ। मैले डाक्टर बियासीको डिआइबी डाइट घरमा जाने अनुसार, मैले सुने अनुसार सबै मैले उसलाई प्रयोग गर्न थालेँ। सुरु गर्दै उसलाई केही आराम भएको फिल भयो, पछि पनि उसलाई चाहिँ अब केही न केही चाहिँ छ, फोहोरहरू छ, डिडक्ट गर्नुपर्छ, थेरापी गर्नुपर्छ भन्ने मनमा लाग्यो। अहिले आएर ब्लास्ट सेल 3.21बाट 2.16मा रहेको छ, जुन 7 दिनको बसाइमा यति राम्रो भयो। यसमा म पूर्ण रूपमा सन्तुष्ट छु। शुद्धिग्राम प्रति, डाक्टर साहबहरूप्रति, सम्पूर्ण टिमप्रति, म्यानेजमेन्ट व्यवस्थापन तर्फ सबैतिर म सन्तुष्ट छु। एकदमै राम्रो भएको फिल भएको छ डाक्टर साहब। अझै पनि राम्रो हुन बाँकी नै छ। एकदमै राम्रो भएको छ। म ढुक्क छु शुद्धिग्रामबाट यो पूर्ण रूपमा म सफल हुन्छ, निको हुन्छ र पार्छौँ नै भन्ने पूर्ण भरोसा र विश्वास दिलाउनु भएको छ। एकदम आभारी छु। हस्, धन्यवाद।